अपार जलसम्पदाको धनी देश नेपालमा रहेका खोला नालाबाट विद्युत उत्पादन गरी स्वास्थ्य, शिक्षा, रोजगारी, वातावरण संरक्षण एवं जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले हामीले साङ्ग्रिला ऊर्जा लिमिटेड स्थापना गरेका हौं। यस कम्पनीले सङ्खुवासभा जिल्लाको गोठखोला गाउँपालिका वडा नम्बर 2 मा अवस्थित उम्बक र लुम्बासुम्बा हिमालबाट निस्किएको छुजुङ खोलामा 63 मेगावाट क्षमताको 4 घण्टा अर्ध जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाइरहेको छ। काठमाडौँबाट सङ्खुवासभा जिल्लाको तुमलिङटार विमानस्थल हुँदै आयोजना क्षेत्रमा पुग्न सकिन्छ, जसको लागि कोशी राजमार्गको खाँदबारी, नुम, गोला, हटिया, हुङ्गुङ, च्याम्ताङ हुँदै जानुपर्ने हुन्छ। हामीले साङ्ग्रिला ऊर्जा प्रणालीबाट छुजुङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरिसकेपछि आयोजना अध्ययनका कार्यहरू टोपोग्राफिकल सर्वे, जियोलोजिकल स्टडी, हाइड्रोलोजिकल स्टडी, जियोटेक्निकल स्टडी, हाइड्रोलिक मोडलिङ लगायतका कार्यहरू सम्पन्न गरेका छौं। यसै गरी EIA का क्रममा आयोजना निर्माण गर्नका लागि काट्नुपर्ने रुखहरूको गणना गर्ने, स्थानीयसँग अन्तर्क्रिया गरी सार्वजनिक सुनवाई गर्ने जस्ता कामहरू गरी EIA रिपोर्ट वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गर्ने कार्य सम्पन्न गरेका छौं। EIA को स्वीकृति पश्चात हामीले विक्रम सम्वत 2079 चैत्र 2 गतेदेखि विक्रम सम्वत 2114 चैत्र 1 गतेसम्म 35 वर्ष बहाल रहने गरी विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरेका छौं। विद्युत उत्पादनको अनुमति पत्र प्राप्त भए पश्चात स्वीकृत EIA प्रतिवेदन अनुसारको रुख कटान एवं आयोजना निर्माणका लागि आवश्यक जग्गाको भोगाधिकार विक्रम सम्वत 2080 माघ 18 गतेको मन्त्री परिषद बैठकबाट प्राप्त गर्यौं, जस अनुसार हामीले भोगाधिकार प्राप्त गरेको जग्गाको सट्टा भर्ना बापत करिब 400 रोपनी जग्गा खरिद गरी वन तथा भू संरक्षण विभागको नाममा पास गरिसकेका छौं। त्यस्तै आयोजना क्षेत्रमा काट्नुपर्ने रुखको प्रति रुख बराबर 10 वटा बोट रोप्न एवं हुर्काउनका लागि 3,63,30,000 रुपैयाँ वन तथा भू संरक्षण विभागको खातामा जम्मा गरिसकेका छौं। यो सँगै सम्झौता गरिए बमोजिमको रुख कटान गरी घाटगड्डी गर्ने कार्य सम्पन्न भइसकेको छ। आयोजनाको पहुँच मार्ग द्रुत गतिमा निर्माण गर्नका लागि आवश्यक उपकरणहरू डिस्मेन्टल गर्दै सानो एवं ठूलो हेलिकप्टर प्रयोग गरी हेडवर्क्स र पावर हाउस दुवैको मध्यभागमा पर्ने याक खर्कमा पुर्याइएको थियो। याकखर्क पुर्याइएका उपकरणहरू एसेम्बल गरी हाल द्रुत गतिमा पहुँच मार्गको ट्र्याक खोल्ने कार्य भइरहेको छ। आयोजना क्षेत्रभित्र निर्माण गर्नुपर्ने कुल 17 किलोमिटर पहुँच मार्ग मध्ये हाल 14 किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भइसकेको छ। त्यस्तै कोशी राजमार्गसँगै जोडिएको च्याम्ताङ गाउँबाट अरुण नदीसम्मको 5 किलोमिटर सडकको पनि ट्र्याक खोली सञ्चालन भइरहेको छ। यस सडक खण्ड हुँदै पावर हाउसतर्फ जान अरुण नदीमा मोटरेबल पुल निर्माण कार्य धम्माधम भइरहेको छ। यसरी सबै गर्दा 22 किलोमिटर खन्नुपर्ने बाटो मध्ये 19 किलोमिटर ट्र्याक ओपन भइसकेको छ। याकखर्कमा करिब 80 जना कामदारहरू बस्न सक्ने व्यवस्थित क्याम्प निर्माण सम्पन्न भइसकेको छ।
यो सँगै सिभिल क्याम्पको निर्माण सम्पन्न हुन लागेको छ भने हाइड्रो मेकानिकल क्याम्प पनि निर्माण भइरहेको छ। याक्खर्कमा नै विस्फोटक पदार्थको सुरक्षामा खटिने नेपाली सेनाको ब्यारेक र विस्फोटक पदार्थ भण्डारण गर्ने बङ्करको निर्माण पनि सम्पन्न भइसकेको छ। यस्तै आयोजनाको पावर हाउस निर्माण क्षेत्र नजिकै आयोजना निर्माणमा कार्यरत प्राविधिकहरू बस्नका लागि व्यवस्थित क्याम्प निर्माण कार्य पनि सम्पन्न भइसकेको छ। यहाँ स्विच यार्डको लागि आवश्यक पर्ने जग्गा सम्याउने कार्य पनि भइसकेको छ। यसबाहेक पहिलो सुरुङको आउटलेटदेखि दोस्रो सुरुङको इनलेटसम्म पानी लैजाने गरी हेडरेस पाइप राख्न खन्नुपर्ने एलाइनमेन्टको अधिकांश काम भइसकेको छ। यसरी हेर्दा हाल अन्डरग्राउन्ड पावर हाउससम्मको सुरुङ, भर्टिकल साफ्ट, हेडरेस पाइप, टनेल 1, टनेल 2 लगायतका 9वटा फ्रन्टबाट काम गर्न सकिने देखिन्छ। सुजुङखोला जलविद्युत आयोजनाको स्विच यार्डदेखि 220 केभीको 55 किलोमिटर प्रसारण लाइन मार्फत शीतलपाटी सबस्टेशनसम्म संयुक्त रूपमा विद्युत प्रवाह गर्नका लागि छुजुङखोला जलविद्युत आयोजना 63 मेगावाट, बकानखोला जलविद्युत आयोजना 44 मेगावाट, अप्पर छुजुङखोला जलविद्युत आयोजना 40 मेगावाट, तेजोथुगाम जलविद्युत आयोजना 37 मेगावाट, तल्लो वरुणखोला जलविद्युत आयोजना 132 मेगावाट र कासुवा खोला जलविद्युत आयोजना 45 मेगावाट बीच सम्झौता भइसकेको छ। हाल हामीले ट्रान्समिसन लाइनको एलाइनमेन्ट र टावर स्पटिङ सर्वे सम्पन्न गरी टावर निर्माणका लागि आवश्यक पर्ने निजी जग्गाहरू खरिद गर्ने काम सुरु गर्न लागेका छौं। हाम्रो आयोजनादेखि शीतलपाटी सबस्टेशनसम्म जाने ट्रान्समिसन लाइन आसपासमा रहेका अन्य आयोजनाहरूले समेत यसै लाइन प्रयोग गर्ने सम्झौता गरिसकेकोले प्रसारण लाइनको लागतमा अझै कमी आउन सक्ने देखिन्छ।